एक्लै चाहिँ हामी चाहिँ अब सत्यदेवी मन्दिर हिँड्यो ल अङ्कल दुईजना दाजुभाइ भएर होइन पाउनु दाइ मलाई कस्तो देख्छ टाढाबाट देखाएको मलाई त मुखै क्यामेरा पक्रिँदै दामी देखियो यतिकै तेरो ब्राइटनेस देख्यो चोर जस्तो देखियो यसलाई अगाडि धेरै चोर देख्यो मलाई होइन हामी छिटो जान्छ अब यहाँ 4 बज्यो एक्लै चाहिँ हामी चाहिँ अब सत्यदेवी मन्दिर हिँड्यो ल अङ्कल दुईजना दाजुभाइ भएर होइन पाउनु दाइ मलाई कस्तो देख्छ टाढाबाट देखाएको मलाई त मुखै क्यामेरा पक्रिँदै दामी देखियो यतिकै तेरो ब्राइटनेस देख्यो चोर जस्तो देखियो यसलाई अगाडि धेरै चोर देख्यो मलाई होइन हामी छिटो जान्छ अब यहाँ 4 बज्यो के हो सुजन म लास्टै हेर्छौँ त के हो किन हो रोकेर सोध्नु त कहाँ हिँड्न लाग्यो भनेर अब आज हजुरलाई होइन कि मलाई हो पाल्पा रामपुरतिर गइन्छ रामपुरतिर जाने अब जे पऱ्यो पर्छ गयो जाने नि होइन त नबोले युट्युबमा म युट्युबमा हाल्छु आज यो भिडियो चाहिँ होइन हाम्रो धेरै भयो यतिकै भ्लग गराउँदै छोड्दै भ्लग गराउँदै छोड्दै गर्ने के भयो लाज लाग्छ मलाई लाज लाग्दैन नि त आजकल यस्तो अब भ्लग गराउँदै हिँड्दा होइन धेरै बानी पऱ्यो नि त युट्युबमा नहाल्यो भने बार्सा छैन बस चिल दुईजना दाजुभाइ होइन हाम्रो लुक्स त फेरि सक्दैन नि त कसैले तल दाइको प्यान्ट तल दाइको माथि चाहिँ आफ्नै हो जुत्ता पनि आफ्नै हो अनि म ह्यान्डसम पनि आफै हो अब हामी चाहिँ जान्छौँ अलिकति पेट्रोल पम्प कसी गाडी चढेको देखाउँछु त्यो गाडी चढिसक्यो होइन अब सानो भएको छ होला त्यही भएर सुस्त बोल्छु चौडा आइयो हामी बल्ल बुटो चौडा हामी सुन्ने चौडा यो भर्खर गाडी चढेको अनि त्यो यहाँ हुनुहुन्छ पाउँदै म यस्तो भ्यू हेर कहाँ गाडीको भ्यू दामी छ जस्तो बस त अर्को कहाँ टोइलेट खोज्दै हिँड्छौँ खालि हिँड्नेहरू टोइलेटै भेट्दा छैन अन्त बस त हरिभरि छ नि त बुटो बस लग्यो होइन शौचालय बसमा कहाँ त हुनुपर्ने कस्तो पापीहरू हुन बस्दा टोइलेटै नराख्ने बुटोल बसला यहाँ हामी गाडी चढ्छौँ हामी चाहिँ गाडी चढिसक्यौँ यहाँबाट हामी पाल्पा अहिले चाहिँ बुटोल कहाँ छ भने हस्पिटल आयो भने चाहिँ यति उता आयौँ होइन यो ठाउँ अब यसपछि जाने यो अब म गाडी झरेपछि देखाउँछु होइन गाडीबाट झरेपछि त्यही त आज चाहिँ युट्युबमा हाल्नु पऱ्यो क्या बुटोल सिद्ध कहाँ दबा भइयो सुरुङ अब यही हो यस्तो ठाउँ ए सुरुङ यार सुरुङ छ सुरुङ हामी गाडी झरेर गाडी कुरिरहेको थियौँ 3 जना मात्र भएर हिँड्दै जानु पर्दो रहेछ कि 1-1.5 घन्टा फेरि यत्रोजना भेट्थ्यो अब चाहिँ रोक्नु पर्ने भेट्थ्यो होइन 7 बजी जाने चाहिँ हामी चाहिँ जानु लाग्छ सत्ता लाग्यो के छ पाउँदै हाम्रो हालको एकदम पछाडि आउँछ हिँड्दै जानु पर्दो रहेछ कि 1-1.5 घन्टै लाग्दो रहेछ बाटो जिप भेटिएन झोला बोक्यो पानी बोक्यो धानी नास्ता के भन्न चाहनुहुन्छ के भन्ने हो र राति अगाडि बाटो देख न अगाडिको बाटोको केही देखेको छैन पछाडिको मान्छे पनि देखेको छैन घना जङ्गल छ यहाँदेखि 10 किलो यहाँदेखि 10 किलोमिटरसम्म केही छैन यहाँदेखि 10 किलोमिटरसम्म घर घना जङ्गल यहाँ छैन सब वरिपरि घना जङ्गल भन्ने एक बोतल पानी चाहिँ ल्याइएको छ ए घना जङ्गल छ यहाँ केही सुनसान पछाडि मान्छे हल्का हामी ललिपप
3-4 जना बाटोको हालत यस्तो छ देख्न सक्नुहुन्छ मान्छे चाहिँ बाङ्गेबाट हिँडेको छौँ हामी यस्तो घना जङ्गलमा हामी कसरी गर्ने हो हाम्रो पाउँदै गाईघर पछाडि गाईघर अन्त गाईकारहरू हामी बिचमा जङ्गलको बिचमा छौँ यहाँ गाईकारहरू हुनुहुन्छ गिटीकै हो यो पक्कला एउटाले मात्रै देउसुरे भने त भन्न हो अब अझै छ होला आधी 1 घन्टा जति आनन्दले पुगिन्छ अब आनन्द हामी करिब 5.5 घन्टाको हिँडेको यात्राबाट बल्ल सत्यदेवी माताको मन्दिर आइयो क्यामेरा यस्तो फोहोर भन्छ माइन्ड नगर्नुलाई पाउँदै उहाँ तल पछाडि म चाहिँ यो बोतल लिगोले हिँड्छु म बोतल चाहिँ किन लिएर हिँडेको यी पोखरी उकै ताल लगेर काट्न सत्यवती माग्दैछु यहाँ राम राम श्याम गीत म जाडो भयो अति जाडो रहेछ राम राम ए कहाँ सत्यवती सत्यवती यो पोखरी यही अरे ताल राति अर्कै देखेको थिएँ मैले त आनन्दले देखेको छु यहाँ पछाडि आउँदै हुनुहुन्छ पढ्दै आन्टी यहाँ मेल्लीको धामी छ पन्जालीको देखाउँछ बाटो कति 3 फन्को कति जाउने अरे यो पोखरी त्यसपछि लिगो गाडे लिगो चिन्ने हो कि के अरे त्यसपछि बल्ल जाने अरे पूजा हो कि के गर्ने अरे अनि अब त्यस्तै यो घुम्ने त्यसपछि घर जान अब त्यसरी कति लाग्छ टाइम थाहा भएन दूर आउँदा त 5 घन्टा लाग्छ 5.5 घन्टा जति ज्यादा कति लाग्छ थाहा भएन सत्यवती बजाइ के हामी चाहिँ सत्यवती बजाइलाई पूजासुजा गरेर सबै रेडी पारेर यहाँ पूजासुजा गरेर जुत्ता पुसेर अनि जुत्ता लाएर हामी चाहिँ हिँड्न लाग्यौँ होइन अब खाना खाने हो कि के गर्ने त थाहा भएन आन्टीहरूलाई उता कुद्नु आउँछ आन्टीहरू चाहिँ हामी दुइटा चाहिँ अब यहाँ भयो होइन पो भन्दा रेडी भयो नि जुत्ता कस्तो हालतमा छ थाहा छैन क्यामेराबाट नदेख्यो भने सत्यवती बजाएर यत्रो 5.5 घन्टा हामी हिँडेको मात्रै 5.5 घन्टा अझ बुटलदेखिमा झुम्साउनु त अब छुट्टै टाइम लागिसक्यो घरबाट 3 बजी हिँडेको थियौँ हामी अनि आउँदा चाहिँ 11 साढे 11 बजे थियो भन कति टाइम लाग्यो अब चाहिँ हामी दुइटा जान्छौँ आन्टीहरूसँग अब त त्यही हो अब म सत्यवती बजाएर पूजा गरेँ अझ म बुटल गएर भ्लग गराउँछु बुटल कसरी देखाउँछु हजुरहरूलाई चाहिँ बिचमा भ्लग गराउनु होला म लास्ट तगेर चाहिँ खुट्टा सुट्टा दुखेछ बिहान बुटोल लासी मिटिङ गर्न चाहन्थेँ अनि दाले गराउनै के बोलाइ सकेन अनि अहिले चाहिँ म घर आएर गराउनु बित्तिकै 6 बजी आउने बित्तिकै 6 बजी आएको थिएँ 6 बजी आउने बित्तिकै सुतेको त 5 बजी बिउजे रहेछु तर अहिले 5 बजी उठ्ने बित्तिकै भ्लग आएको छु लास्ट ऊ भयो अहिले ज्वरो लगाएको जस्तो छ ल यति हो भन्दै आजलाई यति नै सकिन्छ होइन सन्चै नआउला जस्तो भएको छ धेरै पछि लङ भिडियो हालेको छु म प्लिज सेयर सब्सक्राइब गरिदिनु होला।